Namaste, good morning from Managawana Gate. I'm the Kalu Chiahanla, Kalu finally get Kulu, main gate. Finally, I'm Managawana Mandir. I Pugim Managawana Mandir. जय मनोकामना माताले हामी सबैको रक्षा गरौँ। हामी घर जाने नि त अब खाना खाएर नि घर जाने झैया ल खोइ झैया भएन त नमस्ते गुड मर्निङ फ्रम मनोकामना गेट। आज चाहिँ हामी मनोकामना छौँ यहाँ मनोकामना गेटमा टक्क। अब यहाँ 7 बजे खुलिरहेको है छैन गेट। अब 7 बजेपछि हामी भित्र छिरिन्छ। कालो चिया खान लाग्यो, कालो चिया। 7-9 बजी भित्र नसेर्न पाइँदैन रे। कालो चिया खान लाग्यो शीतलले। कस्तो छ चिया? यता हेर्दैन यता कस्तो छ? ठिक छ? माताले सबैको रक्षा गरौँ। आज प्याक होला जस्तो छ। अहिले कति भयो? 6:35 भयो। अझै छ लगभग 25 मिनट जति मान्छेहरू आउँदै हुनुहुन्छ। आज भिडभाड डरै होला जस्तो छ। केबल कार पनि चल्न थाल्यो। भक्तजनको घुम्छु। फाइनली गेट खुल्यो, मेन गेट। ल बिस्तारै हिँड्ने हुन्छ। अब चाहिँ हामी यहाँ तल केबल कार भएको जान्नु हो। ल लाइन बन्द। हाम्रो ग्रुप हो अगाडि छुटो। ल झन्डा त बुवा। ल यिनी हुन्छ लाइन। अब चाहिँ हामी केबल कार चढ्नको लागि यो लाइन हो तल गेटबाट। केबल कारको लाइन। ल म बस्छु बस्न। जय मनोकामना माताले हामी सबैको रक्षा गरौँ। अब चाहिँ हामी केबल कार भित्र लागेको हो। यहाँ चाहिँ चेकिङ टिकट चेकिङ गर्दै भित्र टिकट चेक गर्दै हुन्छ। फाइनली केबल कार भर्खर चाहिँ हामी आइपुग्यो। केबल कारमा माथि आइयो। अनि कस्तो लाग्यो अप्सन? छुट्टीको सदुपयोग भइरहेछ। यिनीहरू पहिला तिमीहरू अलिक सानोमै आएको थियो होइन? के को फुल हो त यार? कस्तो सेतो कस्तो टाइम। हराउला है।
पहिला हिँडेर नै आइन्थ्यो कता अहिले चाहिँ गाइज हामी केबल कारभित्र हो। केबल कारभित्रबाट बाहिरको चारैतिर हेर्नु न कस्तो दामी तुयारो लगाएको चिसो मौसम। माथिबाट सरर हेर्दै यहाँको दायाँ बायाँको दृश्य हेर्दै हामी अब माथि मनोकामना चाहिँ माथि हिँडियो। हेर्नु त कस्तो दामी आहा गाइज ओहो सुन्दर यो हो नि त दृश्यले हेर्नु नेपाल कस्तो दामी छ आहा ल्याउनु मन। केबल कार पनि माथिबाट आउने जाने गरिरहेछ। अहिले चाहिँ हामी यहाँ फाइनली अब नजिक नजिक ल्यान्डिङ हुन लाग्यो। माथि भयो 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 ल्यान्डिङ भयो गाइस। अब चाहिँ हामी यहाँ उत्रिन्छौँ। उत्रेर चाहिँ अब हामी सिधै अब मन्दिर जान्छौँ। अनि मन्दिर जान्छौँ किनकि अब यहाँ दायाँ बायाँ हामी नलबली अब सिधै 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 मन्दिर जान्छौँ। किनकि फेरि मन्दिरमा जति छिटो पुग्यो नि उति नै अगाडि लाइन हुन्छ। अनि लाइन छिटो भयो भने छिटो पूजापाठ गरेर चाहिँ छिटो फर्किन पाइन्छ भनेर चाहिँ हामी दायाँ बायाँ नहेरी बरु अहिले फर्किँदा चाहिँ बरु किन्ने चिज हेर्ने चिज बोल्ने चिज गरौँला भनेर चाहिँ हामी सरर अनि मन्दिर हिँड्यौँ हिँड्दैछौँ। हेर्नु न दायाँ बायाँको दृश्य पनि कस्तो दामी कस्तो मौसम कति चिसो आहा बस्ने त पहाडतिरै हो नि कस्तो दामी हावापानी चाहिँ एकदम दामी छ मनोकामनाको। हामी चाहिँ सिधै 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 हिँड्यौँ। अब फाइनली मनोकामना मन्दिर पनि आइपुग्यो। हामी चाहिँ यहाँ मन्दिर आइपुग्यौँ। अब यहाँ हल्का बिजी नै हुँदो रहेछ। अनि त्यहाँ बाबुहरू चाहिँ लाइनमा गएको छ। अब पूजाको भाई क्या रे बोकेला कोही देखा त कसरी पुग्छ लाग्ला लुगामा हजुर कति मान्छेहरू त बाहिरबाट पूजा गरेर पनि फर्किनु हुँदो रहेछ। हामी चाहिँ अब मन्दिर आइसकेपछि मन्दिरमै गरेर भित्रै पूजा गरेर जाउँ भनेर चाहिँ अहिले यहाँ लाइनमा छौँ हामी। अहिले अब यहाँ बाजागाजा सहित अब पूजाको सुरुवात हुन लागिरहेछ मन्दिरको। नित्य पूजा बल्ल सकियो अब चाहिँ खुल्छ होला। हामी चाहिँ अब पूजा गरेर भित्रबाट बाहिर निस्क्यौँ। त्यहाँ भित्र चाहिँ क्यामेरा लाने लड छैन। अब यो नरिवल फुटाउन उता उता फुटाउने त ल चित्त चित्दैन। हामी चाहिँ यहाँ पूजा गरेर अब उता नरिवल फोर्न चाहिँ हाम्रो लाग्छ। अहिले नरिवल गरेर हो क्या उता नरिवल गर्ने अहिले होइन लो जय मनकामना माता बिस्तार छ यस्तो गर न हो भयो छोड्दे ल भयो। हाम्रो अब पूजा सक्यो मनोकामनाको। अब चाहिँ हामी घरतिर लाग्छौँ। हेऱ्यो चाहिँ जमुनाको रुख रहेछ कि ठुलो। अब हामी कहाँ घर जाने नि त अब खाना खाएर नि घर जाने। मन्दिर परिसरको भौतिक धार्मिक संरचनाहरू निर्माण कार्यको लागि गोर्खा वडा नम्बर 1 बाट दर्शनका लागि पाल्नुभएका आदरणीय भक्तजन ठगजन रोगदाहा सम्पूर्ण परिवारबाट रु 510 रुपियाँ सहयोग प्राप्त भएको छ।
फेरि यहाँ नित्य पूजा हुनुला यहाँ अब 2-2 घन्टा यस्तो घन्टामा 2-2 घन्टा यस्तो हुँदो रहेछ। ल फाइनल गाइज हाम्रो चाहिँ अब पूजा सक्यो। अब ल भगवान्लाई हामीले जाने नजाने एकदम राम्रोसँग गऱ्यौँ। भगवान्ले अब भुलचुक गरेर माफ गर्नुहुन्छ। अब चाहिँ हामी जाने ल। जय मनोकामना माताले हामी सबैको रक्षा गरौँ। ए हाम्रो वहाँ तल चिनेकी छ त्यही भएर यो अमिलो कस्तो हो? ओर्जी राम्रो हो? कुन चाहिँ अलिक गुलियो गुलियो जस्तो कुन चाहिँ हो? अरू यहाँ भाइरल दिदी ल ल ल के हो ल है ल सर ल एकचोटि ल भन्नु ल। बाँसुरी च्यामलको काँडा दोङ्गोले बनाएको सिलौटी आफिसेको गोल भेको त चिम्नी मिसेको घिउ परी छुवाइया छुवाइया नेकापे गुल्सिन दिदीका गुन्द्रुको छ चिमीको छ मेरो भाइ मेरो बहिनीको के छ बिचार हजुरको बोली बन्दीको गोली बस्नु खाना स्पेस ए हो थाहा भएन। फाइनली अहिले चाहिँ हामी पूजा सकेर अब यहाँ खाना आइरहेछौँ। यहाँ छरर भन्ने उसमा होइन कस्तो छ खाना? मिठो छ ए ल झैया ल खोइ झैया भएन त। ल हामी चाहिँ खाना खान्छौँ। यसको चाहिँ अब मोमो आउँदैछ खाना नखानेले लगाइस ल आज कस्तो लाग्यो त शीतल? कस्तो भयो आज? रमाइलो भएन पूजा? आज हामी बिहानै छिट्टै आइयो त्यही भएर त्यस्तो भिडभाड खासै भएन हाम्रो पाला। छिटो भयो। अब चाहिँ हामी घर फर्किन लागेको। कस्तो लाग्यो यता हेर्न कस्तो लाग्यो? हामी चाहिँ अहिले अब सकेर होइन गाइस घर फर्केछ। घर भयो अनि कस्तो भयो त आज पूजा? रमाइलो भयो नि त। लाइन त थियो गाइस आज बेसरी तर हामी चाहिँ पहिले आएर हो केबल कारैमा पुलिस वाहन ठाउँ यहाँ रहेछ। कहाँ पुलिस वाहन ठाउँ त? हो त त्यही त बसेर नि। हो बिहान जाँदाखेरि चाहिँ अलि कुहिरो लाएर अलि क्लियर थिएन। अहिले चाहिँ कस्तो दामी क्लियर देखिएको छ। यहाँको मान्छेहरूलाई आनन्द यहीँबाट गयो। यस्तो उकालो हामी पहिला यस्तो उकालो हिँडेर जान्थ्यौँ। तिमीहरू जस्तो हो त यहाँ त कति तगडा हुन्छन् बच्चाहरू। ए यस्तो देखिन चाहिँ यस्तो बाटो यस्तो कान्ला कुन्ली सब उकालो ओह्रालो सब गरेर हिँड्छन्। यहाँ त पुरा तगडा हुन्छ। हेरौँ बाख्राहरू टोको यहाँ बाख्राहरू कस्तो डर लाग्छ यसमा चाहिँ डर लाग्छ। स्टाफहरू कति आनन्द कस्तो दामी फुलहरू फेरि आउनु कति छिटो आएको के ढिला जान बा फेरि घुम्न पाउँदैन फेरि टिकट लिएर किन मजा लाग्यो?
ल गाइस ल आज हाम्रो पूजा सकेर हामी फर्क्यौँ अब ला स्टप भयो केबल कार ला केबल कार स्टप भयो अब हुन्छ होला त्यहाँ यस्तै हुन्छ कहिले उयो त आफै खादा ला हाम्रो त आफै खादा स्लो छैन ला स्पिड गर्न थाल्यो खोला चाहिँ सानो हो अब यही खोला बर्खामा असार साउन आउने नि यो पुरै हुन्छ उर्लिन्छ कस्तो दामी गोलमोलको फुल ढकमक फुल्यो ल्यान्डिङ 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 भयो ल्यान्डिङ भयो यहाँ त मान्छेहरू कति रहेछ लाइन आमामा ल्याएर ल गर्मी भयो अब आइसक्रिम खाना गरौँ चेस चेस शीतल कडा हो यतिको उकालो हिँड्यो भने चाहिँ अनि ओके गाइस आज चाहिँ हाम्रो मनोकामनाको दर्शन यस्तै भयो ओके बाई सी यू नेक्स्ट ब्लग गाई बाई बाई टेक केयर